हेलो नमस्ते एभ्रिवान, म सरोज श्रेष्ठ। यो मेरो चाहिँ पहिलो ब्लगमा भिडियो बनाउन गइरहेको छु। तपाईहरु सबैजनाले सहयोग सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अब आज चाहिँ हामी टक्क यहाँ बाहिर निस्किन लागेको। अब बेलुकाको समय छ, हेरौँ के कस्तो छ बाहिरको माहौल, तपाईहरुलाई हामी राम्रोसँगले देखाउने कोसिस गर्दछौँ। अब यहाँबाट चाहिँ टक्क यहाँ मेरो साथी यहाँ पर्खिरहेको भएको छ। हेलो, हामी चाहिँ एउटा टक्क रुमबाट अब हामी बाहिर जान लागेको। 5 तला माथि छौँ होइन, हामी चाहिँ 5 तला माथि छ। अब 5 तला माथिबाट अब हामी लिफ्टमा चढेर यहाँ जान्छौँ। हामी अब यहाँ लिफ्ट थिच्छौँ। अब यहाँबाट टक्क अब लिफ्टबाट तल जान्छौँ होइन त। आज हामी डुल्नु जान्छौँ होइन त, छुट्टी मनाउनु पर्यो अलिअलि। अब रुगा लागेको छ दुवैजनालाई, के गर्नु अब, गाह्रो छ हो, गाह्रो छ यस्तै हो। आजको दिन आज होली होइन। अब हामीले होली पनि खेल्नु पाएन। यहाँ साथी रमाइलो गर्दै रमाउँदै यहाँ होली टाँसेर ल ह्याप्पी होली। अब हामी चाहिँ खेल्नु पाएन होइन, खेल्नु पाएन। अब के गर्नु, अब अर्काको देशमा गरिबको अब यस्तै हो हजुर, के गर्नु, गाह्रो छ। अब हामी त बजारतिर गएर देखाउँछु। यो चाहिँ यहाँनिर चाहिँ अब म्याकडोनल्ड्स छ होइन, अनि मजाले नदेखेको रहेछ यहाँनिर भनेको म्याकडोनल्ड्स। अब हाम्रो बिल्डिङ भनेर चाहिँ पछाडिको, हामी चाहिँ यो बिल्डिङ माथि जानुपर्छ। 5 तला सबैभन्दा टपकोमा छौँ हामी चाहिँ। अनि अब हामी यहाँबाट गाडी आउँदैछ। अब यो झिलिमिली देखेको छ नि, यो मार्केटमा भित्र हामी छिर्दैछौँ। अब यहाँ जान्छौँ, हेर्छौँ के कस्तो छ। खाली रहेछ, सब खाली रहेछ। यहाँ लेडिज ब्यागहरू आइरहेछ, सबै लेडिज ब्यागहरू। हामी चाहिँ आज यसो मार्केट डुल्नु आइदिएको। जुत्ताहरू, लेडिज ब्यागहरू। आज हामी चाहिँ केही मन पर्यो भने किन्नेछौँ, सपिङ गर्नेछौँ। यहाँ कपडाहरू, टी सर्टहरू राम्रो राम्रो रहेछ भाइ, नयाँ नयाँ आएर रहेछ अहिले। जम्पर कुन ठिक छ, राम्रो छ, राम्रै छ भाइ। यसो लाएर हेरौँ, लाएर त होइन, यसो अगाडि हेर्नु न कस्तो देख्ने रहेछ। नेपालमा पाउने यो 350 को लुगा, यो ठिकै छ। यतिको लुगा पाउनु भनेको त ठिकै हो। नेपालमा यसो अब किन्न गयो भने अब 800 900 त भनिदिन्छ होइन त, मजाले
एकछिन हेरौँ न है। सस्तो भनेर सस्तो मात्र होइन, महँगोको ठाउँ पनि छ। अब यो चाहिँ हाम्रो ठिकठाकको पसल हो कि यो चाहिँ। अब धेरै महँगो पनि हुँदैन। अब यो चाहिँ अब सस्तो बजार भनौँ न। यहाँ मेरो छोरीहरूलाई कि छोरीहरूको लागि हेर्न मिल्छ यो टक्क। आज खुल्ला बेलामा परेछ, कोही पनि नभएको बेलामा। सपिङ गर्नु ठाउँ यही हो क्या? यही ठाउँमा सपिङ गर्नुपर्छ होला होइन? फेरि यहाँ भित्तामा के हो यो? त्यो चाहिँ लेडिजको रहेछ सबै लगभग। सुटकेसहरू चाहियो भने यता छ ल। तपाईँहरूले सुटकेसहरू ब्याग स्याग चाहियो भने यहाँबाट लिन सक्नुहुनेछ। यो चाहिँ उनीहरूको कल्चरल ड्रेस हो कि के हो? अब बुर्खा किन्नु त कता अगाडि कता पछाडि हो? त्यही अगाडि होला, पछाडि चाहिँ होला खै। अगाडि नै हो तर यो अलिक उ लाग्यो, अखरक्क लाग्यो यार। नहेर यो नहुने चिज पनि अब हुने चिज हेर्नु पर्यो। मैले त एउटा केही पनि किनेको छैन यहाँ हेर त, लुगा सुगा त ठिक लाग्यो नि त भाइ मलाई। ठिक्क छ त्यो भाउजूलाई एक केटी लेडिजको हो सबै। किनेर पठाउने नि अब जाने मान्छेलाई। त्यसको पकेट रहन्छ नि त, छैन एउटा नि पकेट। फेरि भाउजू खुसी हुन्छ है अहिले भिडियो हेरेर यो धेरै लुगाहरू नहेर्नु। फेरि अहिले मेरो बुढाले के हेरे मेरो लागि भनेर अहिले खुसी हुन्छ, धेरै खुसी भएर। तपाईँले अब दिएन भने फेरि रिसाउँछ। हेर्नु हुँदैन, किन्नु हुँदैन, देखिहाल्छ सबै। यो लाउनु टोपी। के हो कस्तो देखान्छ गाइस मलाई? ठिक छ? यो केटाको हो केटीको हो? लेडिजको होला, लेडिजकै भयो भने त कस्तो देख्दो रहेछ अक्क। सही त सबै सही हो त। अब किन्नलाई पो किन्दैन त अब हामी चाहिँ यो याबलसबाट बाहिर निस्क्यौँ होइन। अब हामी चाहिँ यो यहाँनिर अलमन्दुसमा जान्छौँ। यहाँ चाहिँ भाँडाकुँडाहरू होइन सस्तो मात्रामा पाउने चिजहरू सबै 1 रुपियाँमा पाउने चिजहरू छ। यहाँनिर स्पुनहरू त्यस्तै छ, डिजाइनको स्पुनहरू र नाइफहरू, फ्राई पिनदेखिको लिएर होइन। यो मार्केटमा चाहिँ सस्तो सुपथ मूल्यमा पाउने चिजहरू। सब सिसाको गिलासहरू छन्। यता झाडु पोछाहरूदेखिको बर्तनहरू।
प्लेटहरू राम्राहरू छन्, डिजाइन वालाहरू। सिसाका गिलासहरू यहाँ सस्तो मूल्यमा पाउने। यहाँ हेर्नु, यहाँ देखाउनु, बुढो पाकाहरूले अब यसरी बोक्ने हो होइन, बुढो पाका यसरी चाहिन्छ, यो त टेकेर यसरी हिँड्नुपर्छ। हामी माथि कपडाहरू यसो हेर्न जान्छौँ। गुडियाहरू Kami kata chan puci. Kami Lahirlah तरह इस तरह में यार क्यूट बच्चाहरू के बच्चाहरूलाई के छाता लाने ल यहाँ साथी चाहिँ छाता लाने कुरा गर्दै हुनुहुन्छ हैन। छाता लाने नि नलाने अचम्म लागिरहेको छ। पानी पर्छ, भोलिपल्ट पानी पर्यो भने गाह्रो हुन्छ भने पानी हैन, घामलाई पनि गाह्रो पर्दैन। पानीलाई चाहिँ अटोमेटिक रहेछ है छाता। एउटा लग्यो, यो त खै यो हुँदैन होला, यस्तो फिलफिले छ। कुन चाहिँ हुन्छ तपाईँ हेर्नु त, छान्नु त। मैले त अहिलेसम्म युज गरेको छैन यहाँ आएर छाता होइन। लगेर लानु भएको छ, लानु चाहिँ लगेको छैन, मैले युजै गरेको छुइनँ। यसको यति छ। अब हामी एउटा लिफ्टमा जाँदैछौँ। हामी अब यहाँ यसो कपडाहरू हेर्छौँ के कस्तो रहेछ। यहाँ अहिले चाहिँ हामी जुत्ताहरू बाटोमा आएको होइन। जुत्ताहरू पनि दाम अनुसारको जुत्ताहरू सही हो, ठिक छ। यतिको जुत्ताहरू जुत्ता त सही रहेछ नि हैन, सही आएको छ भाइ जुत्ता। अस्ति त्यो दाइले लगाएको थियो एउटा यस्तो, यहीँबाट लगायो थापाले, मैले पनि लगाएको छु एउटा यस्तै लगायो, यस्तो कलरबाट। काम गर्नलाई आनन्द हुँदो रहेछ, काममा जानलाई ड्युटीमा त हामीलाई त अलिक गाह्रो हुन्छ, आउटको लागि हो। चप्पलहरू, लेडिज चप्पल, यहाँ लेडिज ब्याग छ। यही ब्याग किनेर जानुपर्छ होला जाँदाखेरि चाहिँ। यहाँ छोरीहरूलाई यहाँ सोच्दैछु कि यो ब्यागहरू होइन, हामी कपडा हेर्छौँ अब। मलाई यो पनि एउटा मन परेको थियो भाइ, अस्ति किन्नु भएन, अर्कै कलरको किनेको छु। लाने यो ट्राई गर्ने हो, ट्राई गर्नु त। रुगा लागेर केही छैन यार, तनाव हुने भयो नि त। ल
अच्छा बवाल बब्बाल बवाल ल ठिक छ ठिक छ ल हुन्छ हुन्छ लानुपर्छ यस्तो त मन परे चिज लगिहाल्ने हो क्या नत्र भोलि पर्सि भेटिँदैन नि त कहाँ हो अब चाहिँ हामीले यो मार्केटबाट होइन हल्का फुल्का सपिङ गरियो छाता किन्यो मैले छाता अब सपिङ गरेर चाहिँ अब हामी कहाँ जान्छौँ अब रुमतिरै जाने हो जाने रुमतिर यहाँ जाडो भएर जाडो होइन यो रुगा लाग्यो कि एसीतिर हिँड्यो झन् चिसो जाने हो रुम जाने खानासाना बनाउनु बाँकी छ कि बनाएर खानु पऱ्यो के गर्नु खाना बनाउने खाने त्यस्तै छ अब यो चाहिँ यहाँ अब राति हो होइन नाइट टाइममा अलिक माथि हामी चाहिँ 5 तला माथिबाट हल्का यसो भ्यू खिच्ने प्रयास गरिरहेको है जस्तो अब अघि हामी चाहिँ यो यहाँबाट हामी मार्केटबाट आएको मार्केटबाट यो चाहिँ ओमनको सुवार भन्छ होइन सुवार सिटी सेन्टरमा चाहिँ सवारी सेन्टरको बिल्डिङको टप 5 नम्बरको टपमा चढेर चाहिँ मैले यहाँ हल्का तपाईँहरू सामु राख्ने प्रयास गरिरहेको छु है त